मन सफा हुनु पर्यो मान्छेको हैन काम भने कालो भएर के फरक पर्छ र जस्तो लाग्छ कोही कोही आउनुहुन्थ्यो ए यो केटी मान्छेले गरे काम गर्न सक्ने काम होइन पनि भन्नुहुन्थ्यो अब हात यी कालो मैला कालै छ अलिअलि त जाडो महिना एक त फुट्छ नि अब यो पेट्रोल हुन्छ मर्तेल हुन्छ पेट्रोल र मोबिलको बास्ना गनाएको भए त म त कामै गर्न सक्दिनँ मिठो लाग्छ पेट्रोल पनि मिठो लाग्छ बास्ना अब मोबिल त एक किसिमले तेल जस्तै हुन्छ कसरी काम गर्न सकिन्छ होला र जस्तो लाग्थ्यो पहिला सुरुमा चाहिँ त्यो मैले चाहिँ एउटा गरेरै सिक्या हो क्या काम चाहिँ अनि बिस्तारै बस्दै जाँदा मलाई चाहिँ रमाइलो लाग्न थाल्यो घरमै सीमित भएर बस्ने भन्दा आफ्नो केही काम हातमा सिप हुनु चाहिँ राम्रो भनेरै लाग्यो हो म यो सन्तुष्ट छु म यो कामबाट आज मेरो जिन्दगीमा जे जति छ यही कामले भएको हो म एक्लै भए पनि बस्ने हो पसल घरमा काम छ भने त गर्ने हो घरमा काम छैन भने त्यो बाइक भयो चाहिँ म पसलै बस्छु पहिला पहिला चाहिँ कस्तो किन हेप्या होला केटी मान्छेलाई जस्तो लाग्थ्यो अब लाग्दैन अब अहिले त्यति पनि गर्नुहुन्न मान्छेहरूले मलाई चाहिँ धेरै वर्षदेखि देखिरहेर पनि होला राम्रो हो गर्नुपर्छ भन्नुहुन्छ बाटोमा उभिरहेको थिएँ म अनि त्यहाँबाट उहाँ चाहिँ गाडीमा आउनुभएको रहेछ ढ्याक्कै गाडी रोकेर ओहो भाउजू नमस्ते है तपाईँ त के हो कहाँ हुनुहुन्छ मैले त तपाईँलाई देखिनँ धेरै भयो होइन म चाहिँ के भन्छ ठाउँ सरेँ तपाईँहरू त्यहीँ हुनुहुन्छ कि अन्तै जानुभयो कि भनेर बोलाउनु भयो कि अनि उहाँले बोलाउँदाखेरि त एकदमै खुसी लाग्यो कि यो काम गर्दा पनि मान्छेहरूले चाहिँ माया गर्नुहुँदो रहेछ जस्तो फिल भयो त्यतिखेर मलाई बोलाउनु भयो बाटोमा गाडी रोकिकन नट बोलर पस्न बिर्स्यो त खुस्किन्छ मोबिल हाल्न बिर्स्यो भने इन्जिन सिज हुन्छ त्यो बिर्सिनु त हुँदैन एकदमै ध्यान दिएर गर्नुपर्छ यही सवारी साधनले मान्छेलाई कहाँ पुग्न परिरहेको हुन्छ कति इमर्जेन्सी भइरहेको हुन्छ होइन कति बिचरा ब्लड बोकेर आइरहनु हुन्छ यहाँ कति हस्पिटल जान लागिरहेको हुन्छ बाइक बाटा बिग्रिया हुन्छ लाउन भन्दै आइरहनु हुन्छ अब त्यो गरिदिनु पनि त एउटा समाजसेवैभित्र पर्छ यो समाजसेवैभित्रकै काम हो उहाँले त धेरै सपोर्ट गर्नुभयो अरे त मैले फिल्ममा हेर्ने तिमी यहाँ नआऊ तिमी नगर गर्न सक्दैनौ भन्नुभएको भए सायद म यहाँ आउँदै नआउँथेन नि मेरो श्रीमान त अब मेरो लागि त ठुलो कुरा हो नि होइन केटी मान्छेको जिन्दगीमा श्रीमान राम्रो भएन भने धन र सम्पत्तिले पनि के पनि गर्दैन भन्ने चाहिँ मेरो चाहिँ भावना भएको छ मलाई श्रीमानले प्रत्येक पाइलामा साथ दिनुहुन्छ बाध्यताले आएको चाहिँ होइन क्या म मेरै रहरमै आएको हो हामीलाई दुई छाक खान र एकजोट लाउनलाई दुःख छैन भन्नु
बाहिर गयो नि ध्यान चाहिँ यतै भइरहन्छ है म कतिजना आउनुभयो होला के भयो होला भन्ने त भइरहन्छ नि मलाई यो कामले त मेरो जिन्दगी नै दिएको छ भनौँ न मलाई मेरो परिवार जे जति आज जुन स्थानमा छौँ हामीले त्यो सबै यही कामैले दिएको हो